मुक्ति सेना शहीदले चाहिँ सँग साटेर ल्याएको चिज हो होइन भव्य युद्धमा चाहिँ टाँसेको छ त्यो भएको कारणले यो चाहिँ अति नै हाम्रो चाहिँ यो माया छन् त्यो माया भएर नै हामीले यो ड्रेस चाहिँ हामीले राखेर संरक्षण गरेर राखेका छौँ आफसित पर्छ कहिले आफसित परेन हामी जनताको लागि त्यो गर्न पनि तयार छौँ त्यही बेला चाहिँ हामीले बोल्न पाउँदैन थियो देख्न पाउँदैन थियो होइन गाउँ गाउँमा चाहिँ विकास देखाएको थियौँ भने अहिलेको चाहिँ यो संविधान गणतन्त्रमा चाहिँ हामीले सबै कुरा देखाएका छौँ प्रत्येकले चाहिँ नेपालीले बोल्न पाएको छ चित्त नबुझेको चाहिँ कुराहरू चाहिँ रोडमा गएर चाहिँ आन्दोलन गरेका छ त्यो कसले ल्याएछ कसले व्यवस्था ल्याएको थियो भनेको त्यो चाहिँ गणतन्त्रले व्यवस्था ल्याएको माओवादी ल्याएको हो नेपालमा चाहिँ अन्धकार थियो त्यो अन्धकारलाई चाहिँ मुक्त गऱ्यो तथा मिक्त हाम्रो पार्टीले उज्यालो बनायो नि लोडसेडिङ हुन्थेन नभए त 18 घन्टामा सुन्थ्यो हामीले भोगेको पनि हो हामीले होइन त्यो अवस्थालाई चाहिँ फेरि मैले यहाँलाई रोकेँ उज्यालो चाहिँ कुलमान घिसिङको कारणले गर्दाखेरि भएको भन्ने कुरा छ यसमा चाहिँ कतिको यहाँ चाहिँ सहमत यस्तो हो कुलमान घिसिङकोबाट भएको भन्दा हाम्रो पार्टीले चाहिँ नगरेको भए त्यो ठाउँमा नगर्दै भए हुनेवाला थियो हाम्रो ऊर्जा मन्त्री हाम्रै मन्त्री थियो अनि अरू दलको चाहिँ हुँदा उहाँलाई निकालेको हो नि त कुलमानजीलाई निकालेको नि त अवस्था पार्टीले चाहिँ पहाडी चाहिँ प्रेस दबाब दिएर चाहिँ पहाडी चाहिँ फेरि त्यो ठाउँमा ल्याइदिएर त्यति नगर्दै भए कुलमान सरले चाहिँ गर्न सक्नुहुन्थ्यो हाम्रो देन छ नि त हाम्रो पार्टीको देन छ योगदान छ नि त उहाँले बिर्सिनुहुन्न अहिले जुन उज्यालो सुज्यालो जुन पार्टी होला आफ्नो होला तर चाहिँ देन भनेको त हाम्रो माओवादी पार्टीको हो नि त म त्यो बेला अब चाहिँ उमेरमा 15 वर्षको लगभग चाहिँ 14-15 उमेर हो लगभग यहाँ चाहिँ जेन्जीकै उमेरमा चाहिँ जनमुक्ति सेनामा प्रवेश हुनुभएको छ म जेल पर्दा पनि चाहिँ लगभग 16 वर्षको उमेरमा परेको भनेपछि अलिकति रोचक कुरा आयो होइन